अब स्टार्ट भयो तिहारको झिलिमिली प्लस हाम्रो झिलिमिली हैन।
बनाएको त Omid सुन्दैन यार शिकारीहरु आउँदैछ बन्दुक बोकेर यसको साथी पनि आउला नि त अनि अहिले पानी पानी कहाँ गएर खाने साथीहरु त बस्छ गइहाल्छ अनि कुकुर लग्ने भने नि तिमी आसु छ कुकुर लग्ने भनेन ए हैन यसको बच्चा लाग्छ ए यसको बच्चा हो खाऊ खाऊ डडाको हो क्या मान्छेले कुट्छ होला अनि त्यही भएर डराउने रहेछ कि यस्तो थाके कि बाइकमा आछ त्यही पनि थाकिरहेछ पारिपट्टि चाहिँ सिउरानी रहेछ
कस्तो स्पाइडरम्यान जस्तो थियो यार केटोले पुच्छरले हान्छ नि यसले होइन पुच्छरले काट्दैछ ल यार पुच्छर काटेको चाहिँ नोटिसै गरिन कस्तो लागिरहेछ त नि लाइभ देख्दाखेरि कस्तो भाग्यो है मान्छे देखेर भाग्यो त्यो यो स्याललाई मारेर हामी रक्सी बनाएर खानुपर्छ अब टोक्ला नि त फेरि रेबिट होला नि त यो कस्तो दौडा गयो ल भागतिर बाटो कता जाने हो सिधै त होला नि के भयो अरे गाह्रो भयो हो अर्को पीडित के भएको छ नि तिमीलाई चाहिँ गाह्रो मलाई अहिले चाहिँ आनन्द लाग्यो यार अघि त मलाई गाह्रो भएको रहेछ नि त्यो बाइकले नधाने रहेछ नि त्यहाँ बाइकलाई लोड परेको धेरै नत्र यहाँ तल हावा भन्ने ठाउँ पनि रहेछ नि त यहाँ तल अवश्य ल हामी खाजा खान लागेको कलाएर दुईजना चाहिँ अन्डा पार्टियो एकजना चाहिँ अन्डा खाँदैन अन्डा खायो भने फेरि पेट भुइँमा घिसार्नुपर्छ अरे गाह्रो छ पिच रोडमा त जहिले खिचिरहेको हो नि हाम्रो गाउँ आउनुपर्छ बाइक छोडेर होइन पाइल्स पनि निको हुन्छ जस्तो छ यहाँबाट चाहिँ बाटो छुट्टिने रहेछ यो पिच रोडबाट चाहिँ हाम्रो गाउँ जाने रहेछ ल फेरि घाम लागेछ तर वेदर कस्तो राम्रो देखायो अहिले चाहिँ फेरि है उज्यालो भएको क्या यहाँ अब हर्क साम्बङ्ग आयो क्या यार यहाँ पनि
पाइपै पाइप छ त खाने बानीले सबैले दिन्छ यो डाँडामा यो ज्ञानी रहेछ नि त यो हेर्नु त नि परिवेश गर्दा दिन्छ बाह्रमा यो अब फोटोमा पनि आउने भयो आइसक्यो रमिदा आगा अब यो काठमाडौँबाट लिएको यो मिलनले लिएर छोडेको भएन ए यहाँ ल्याएर अनि छोडेको ए बिचरा काठमाडौँको कुकुर होइन रामेछापमा कहाँ आइपुगेछ है कति टाढा क्या अब 200 किलोमिटर टाढा गाडी पनि एकचोटि मात्रै गुड्ने ठाउँ पाल्ने मान्छे चाहिँ अहिले छैन पाल्ने त हामी 2 घाटे हो ए हामी 2 घाटे यही हाम्रै हो भान्जाले लिएको रहेछ काठमाडौँबाट ए हजुर अनि ऊ पनि यता बसिसक्नु हुँदैन हजुर अनि ऊ त अहिले च्यादुलतिरै हिँड्छ ए पालेकोतिरै गलेर छ हजुर अनि यहाँ बसेसम्म चाहिँ त्यो रातो घरको छ उसको माथि भित्र त्यो रातो घरको त्योसम्म बस्यो भने त्यहाँदेखि ऊ हिँड्पछि हामीसँगै राम्रो छ हामीले ऊ पुरा ल्याऊ या त भने सबै गर्छ यसले ए सबै बुझेको रहेछ सबै बुझ्छ घर कस्तो छ लगाएर घाँस लिनु पनि मिलेन है जस्तै भएको छ क्या अघि पनि भएको थियो र मैले नोटिसै नगरेँ अहिले चाहिँ डेन्जरै भएर रहेछ एकचोटि स्टार्ट हानेर बटाएर त त्यस्तै साउन्ड आउँछ कस्तो हुन्छ यहाँ त घाम लागेको छ अहिले त ठिक आयो
बाटोको हालत यस्तो रहेछ ऊ बिहान हिँडेको यस्तै टाइममा उसले राति आइपुग्यो यो डाँडातिर चाहिँ मिर्ग करेर छ यो डाँडा चाहिँ म घुम्नु पाएको पहिला त डाँडै त हो जङ्गलको सफारी पुरा अन्धकार छ यार यहाँ पार्किङ गरेर अब गाडी बोकेर हामी आफ्नो बाटो लाग्दैछौँ घरको बाटो जस्तै हो आनन्द भयो क्या आइपुगेर यहाँ रहेछ भोलि आएर नुहाउनको लागि टक्क घाम हेरेर भोलिबाट चिन्छ हामीलाई आइज ल फ्रेन्डसिप गर्ने आइज सुङ चिनिस फ्रेन्डसिप गर्ने यस्तरी कस्तो डराएको फ्रेन्डसिप चिन्जान बढ्यो चिन्यो मलाई चिन्जान बढ्यो ल बिहान कफी
अनि यो बाटोमा तार मात्रै गर्ने हुन थालेपछि मलाई त जानी हो त म अनि दुईजना दादाहरू यता यहाँ हामीले यता यहीँ गाउँकै हो साथी गाउँमै आएको यसो अजीहरू भेट्न आएको यता अब यसो गाउँठाउँ हेर्न आएको अब हिँड्नु कति छिटो हुनु पर्ला हेलो हजुर दादा यहीँ पर कहाँबाट आएको लाप्चानीबाट आयो पसल खुल्ला उता लाप्चानीमा एउटा खुलिसक्यो अझ पर पुगेको
त देखिरहेको छ नि त आनन्दै भयो कस्तो खालको पैसा हो लगाड्ने होला जस्तो पैसा आयो कहीँ बाख्रा लगाड्छ कहीँ पैसा लगाड्छ कोही छैन बस्ने मान्छे कुन अङ्कलले बनाउनु भयो अरे थाहै भएन पुरै काठहरुमा च्याउ फलिसकेको छ केही छैन मकुराको जालै जालो जस्ता नै उडिसकेको छ यो चाहिँ हाम्रो शिकारी हामीसँग शिकारमा जाने सुटरहरु पूरा त्यति बारे डल्लै पनि
ज्यादा गरिदिनु पर्ने नि ब्याट्री डाउन होला भन्ने भयो त्यतिखेरै अनि त्यो हावाले हान्दै बस्छ नि त्यो बिहानै भएको है अनि टायर घुमाउँदा टायर घुमाइदिएको यहीँ छ अस्ति भएको जस्तो भयो क्या ओए पार्टनर आइज कसा भने अझ घर जा अझ जा घर जा कहाँ पछि पछि लगाएर आएको थेत अहिले त्यस्तै त भइरहेछ अझ पनि बाटो कहाँ छ भण्डार जाने बाटो होइन के होइन घोरबिसे यहाँबाट जाने हो
हामी चाहिँ यो सुमर गाउँमा आएको होइन तामाङ गाउँ होइन होला यो त कस्तो खालको कुकुर हो यो बोल्दैन आउँदैन बिरामी हो क्या के लिन आएको 3 पानी हो कि 1 पानी हो कि छैन रहेछ होइन ल ठिक छ अब तलतिर मोहन दाजुको घरमा जानु हो टन्नै हिँड्नुपर्ने होला फेरि हजुर ए हुन्छ हस् भर्खर जोत्नु भएर चाहिँ यहाँ फेरि रक्सी हन्टिङ होइन रक्सी खोज्न हिँड्ने अब भयो त अब कहाँ हो त्यो पारीबाट आएको हामी यहाँबाट आएर आउनु न यहाँ यो पारी त्यो एउटा घर देख्यो नि हजुर ठुलो घर के उता के अरे त्यो के आरसीसी घर के अब देख्छु म तल झरेर म देखेको छैन त्यो सिधा त्यो ठुलो घर देख्यो ए त्यो पछाडि हो के त्यो जग्गा ए अनि यो यहाँबाट देख्छ ठ्याक्कै कहाँनिर हो नि त्यो मोबाइलमा हेर्नु है यहाँनिर ठ्याक्कै खेतहरू देख्यो यहाँनिर खेतहरू देखेँ यो खेत त्योभन्दा पल्लोपट्टि एउटा टल्केको बाटो देख्यो हो त्यो मुनिपट्टि हो त्यो पर च्यादलबाट देखाएको थियो नि मैले त्यो बज्जुको चाहिँ ठुलो घरको पछाडिपट्टि होइन ठ्याक्कै ठुलो घर त राम्रोसँग त देखेन यसकै पछाडि जिजु आमाको घरको पछाडि त्यो घरको पछाडि भनौँ न अनि उ यहाँनिर देख्यो नि यो यहाँ पनि ठुलो छ यहाँ पनि छ यो एरिया छ त्यो त्यतिकै बाजो भइरहेछ पाथिर छ भने त्यो क्या पल्लो उल्लो पाथिर छ यो यता यो खोला पारी होइन हाम्रो फेरि यो बिचमा चाहिँ खोला छ पारी त्योतिर पनि छ त्यो त्यस खाइतिर यहाँ उयो उयोमा यहीँ तल त्यस घर चाहिँ मजाले देख्दो रहेछ यहाँबाट है मेरो गाउँ गाउँको बिउ छरिहाल्यो होला नि त्यही सोचिरहेको हामीले चरीकोटै भएर आउने कि भनेर सोचिरहेको यार
सरीकोटबाट होइन त्यहाँबाट चाहिँ गरेर यता मुडे ननिस्किकन तल त्यो सर्टकट नागा हुँदै त्यो सरीकोट नआएपछि कल गरेर त्यहाँबाट म भनिदिन्छु। त्यहाँबाट चरीकोटबाट आयो भने हामीलाई अफरोड धेरै पर्दैन भन्नुभएको थियो काकाले नि। त्यही भएर अनि हामी त्यहीँबाट आउने भनेर सोचेर सरीकोट हो अनि त्यहाँबाट म भन्छु नि। हुन्छ हुन्छ साथी यहाँ सुन न त्यहाँ जडीबुटी बदाम चाल भनेर खाँदैन तपाईँहरू? जे आउँछ अमितले मजाले पकाउँछ। कस्तो रहेछ? अघिनो 2 मान्छे के ले यहाँ पनि सकाउने भयो अब। यहाँको त कस्तो एक माला लिएको छ अस्तिको दिन। चिया खानुहुन्छ? म चिया त्यही खान्छ। मलाई किनेर ल्याएको है मालालाई 200 हालेर। म सबै दिन्छु तपाईँलाई आधी तपाईँलाई आधी मलाई आधी बना तपाईँलाई आधी बना मलाई छुट्याउन ऊ त्यहाँ छ मैले फेरि पनि छैन म त पोहोरको थियो बसिसकेछ त्यही भने यहाँ पनि सको छ कि अघि भने होइन यता नै हालिदिनु अलिकति पाक्ने भन्दै काम गरेर बाँच्ने कस्तो पहिलो खालको रहेछ है यहाँको त हो मन पर्दैन पहिलो राम्रै हो जिउ दुखेको त बोतलले एक पाती हुन्छ यो रक्सी यो 6 बोतल भयो 4 बोतल एक पाती 6 बोतल भयो घरको रक्सी सकाएर है अब फेरि है 6 बोतल मात्रै लाने है पुग्छ है पुग्छ 6 बोतल कसले खाने 6 बोतल म खान्छु भोलि चाहिँ टाइममै निस्किनु पर्छ है भोलि चाहिँ कहाँ टाइममा निस्किन्छ नत्र यो रक्सी नलाने भोलि त अनि त्यहाँ फेरि अनि प्रोग्राम त्यस्तो हुँदैन भोलि अनि सुँगुर खाने भने होइन ढुङ्गामा पोलेर तपाईँ खाने हो तपाईँ खाँदैन उसलाई चाहिँ अलिकति अलिकति मात्रै दिन्छु खाने खालको मान्छेहरू होइन थोरै खान्छ बाइक चलाउन देखिहाल्नुहुन्छ त यो कुखुराले पनि मुतेको त किन भएन खानु तपाईँ म त खाँदिनँ बिहोस हुन्छ फेरि एक बोतल हुन्छ सबै यो त माथिको हो क्या यो काठो यहाँ मुनिपट्टि काठोमा यहाँनिर पर्दो रहेछ ठ्याक्कै नापेर हेर्दाखेरि छुर्पी त छैन होला है आमा छुर्पी हुँदैन नि यता छुर्पी त घुर्मिसिम पाउँछ यहाँ गाडो माथि घुर्मिसिन पाउँछ माथि हामी आएको बाटो हामी आएको बाटो खै केमा पोको पार्छौ त तिमी चाहिँ यो दिइहाल्छौँ पोको खै एकचोटि यसमा आउँदैन झऱ्यो भुइँमा भुइँमा नि एउटा झऱ्यो गर्न आउँदैन के चिया पनि आउँछ है यसको चिया खाने हो मम्मीलाई टक्क लाएर ल चिया खानु भन्नु के हो यो घोडा सोडा सबको लागि हुन्छ यस्तो रङ निस्किन्छ कि हिमालयन टी हो क्या म त उयो अर्को पनि हालेको छु 11 ग्रास पनि अनि यसैको पहाडमा खाने 11 ग्रास पनि लेमन ग्रास अर्ग्यानिक खाऊ 70 वर्ष बाँच सुर्ती बिडी नखाऊ खानु हुँदैन खोइ लाइट हरायो रक्सी पनि नखाऊ तपाईँहरू किन उठ्दै काका बस्नु होइन भयो अब जानु तपाईँ त गाडी उठ्दिनुहुन्छ मेरो पनि हो टुलमुती थियो होइन पर्दैन हुन्छ बाहिर घाममा बसेर खाऊँ न त पर्दैन खोइ लाइट चाहिँ दिँदा हाम्रो चाहिँ के छ ल त्यो राम्रोसँग सम्हालेर राख है अमित त्यो हराउँदाखेरि होइन नि त्यो रक्सी त नि कति 60 त हो 60 छ कस्तो यहाँको कडा रहेछ कडा तर पुरै ल हेर यो जडीबुटी ए राम्रो छ गाउँघरमा यस्तै हो त्यो त हो
गोल्डन स्ट्याकले के अरे ओल्ड दरबारले भन्नु मिलेन अनि जे छ त्यही खानु पर्यो शीत नै हो यस्तो बिचरा त्यही पनि दुईटा छ दुईटा मात्रै रहेछ फेरि भालेर पोथी कति वर्षपछि आएको तिमी गाउँ म गयो होला 14-15 वर्ष गाउँ के जस्तोको त्यस्तै रहेछ धेरै चेन्ज छ चेन्ज भएको छ घाटो बाइक गाउँको आफ्नो घरको आँगनमै दैलोमै लिएर आउन पाइयो त्यो चाहिँ एकदम खुसी लाग्यो गाडो भने अब छुट्टै ठाउँमा छ होइन तर एकदम खतरा एक्सपिरियन्स भयो क्या कस्तो 3जनै एउटै गाउँको तलमाथि घर है कति रमाइलो धेरै रमाइलो भयो हामी पछिको पुस्ताहरू आउला कि नआउला है आउँछ अवश्य आउँछ आउनुपर्छ एकचोटि अब हामीलाई त होइन त्यस्तो ठाउँमा त गिद्दी भयो सिटी एरियामा धेरै झ्याउ भएर गिद्दी भयो झन् तिनीहरूलाई कस्तो हुन्छ होला तिनीहरू त हेभेन पुग्छ यस्तो पिस ठाउँ देख्यो भने हामी त हामीलाई रमाइलो लाग्छ उनीहरूलाई त झन् कति रमाइलो हुन्छ होला जोस् आफ्नो पुर्खौली ठाउँ चाहिँ देखाउनुपर्छ जस्तो जे भए पनि आफ्नो गाउँलाई माया पनि गर्नुपर्छ हाम्रो पुर्खा भनेको चाहिँ केतुपुरबाट भागेर रामेछाप भन्ने ठाउँको हिलेमा आएर बसेर यति दुःख गरेर सन्तानले डाँडा काँडा ढाकेर होइन बसेको मान्छेहरू दुःख सुख सबै गरेको र हामी भनेको दुःखमा पनि हुर्केको सुखमा पनि हुर्केको होइन दुवै मिक्स भयो ठिकै छ रमाइलो छ त्यो टाइममा त अब यहाँ फलाम खानी पनि थियो अरे भन्ने सुनेर अब यहाँ के गरौँ भनेर आउनु भएको भन्ने खै यताउता कता कता सुनिन्छ होइन अनि त्यो बेलामा त्यहाँ कीर्तिपुरमा दुःख पनि भयो क्या अब पृथ्वीनारायण शाहको पालामा कहिले नाक काटिदिने रे कहिले हात काटिदिने रे अनि डोको सुन बोकेर घोडाको घोडा यो डाँडा चढेर कति कहाँ हो 200 किलोमिटर कतिवटा डाँडा फाटेर आउनु भयो होला त एउटा हिस्ट्री चाहिँ के छ भने हामी अब नेवार समुदायको मान्छे पनि भयो एक त हामी भनेको नेवार समुदायको श्रेष्ठ समुदायको नेवार पर्यो अनि अब नेवार भनेको काठमाडौँ भागेर बसेको मान्छेहरू हो पहिला नेवार भनेको चाहिँ अब पुरै कल्चर ट्रेडिसन होइन सबै अहिलेसम्म कायम गरेर राखेको मान्छेहरू हो अहिलेसम्म पनि नेपाल आफ्नो कल्चर यस्तो चिनाउने नै नेवार कल्चर नै भनौँ अब छ अरू पनि तामाङ मगर छ धेरै छ नेपालमा होइन तर नेवार भनेको चाहिँ एउटा मात्र यस्तो कल्चर हो कि यस्तो जात हो कि अब जात्रा भोज भतेरो आफन्त होइन सबैलाई अब सँगै समेट्ने एउटा कल्चर भनौँ न हुन त सबैकोमा हुन्छ तर नेवारले चाहिँ जस भनौँ न वर्ष दिनसम्मै नेवार चाहिँ अब भोजमै बिजी हुन्छ भनौँ न अब बाहुन बिग्रियो खै के जातिले भन्छ नेवार बिग्रियो भोजले भन्छ है अब त्यो त अब के होला अब हुन त सही पनि होला अनि हामी चाहिँ नेवार भएर पनि कल्चर बचाउनु पर्छ भन्ने हिसाबले पनि पृथ्वीनारायण शाहको पालामा भागेर अब रामेछाप भन्ने ठाउँमा आएको भन्ने अब एउटा ऊ पनि छ सबैले फेरि छुट्टा छुट्टै सुनेको छ मैले चाहिँ फेरि तामाङ बिग्रियो मोजले नेवारी बिग्रियो भोजले हो त्यही हो से मैले भन्न खोजेको त्यही हो ल हैन अब झन् भोलि बसेन नि म बोल्दैन गाउँ छोड्नै मन लागिरहेको छैन यस्तो रमाइलो भइरहेछ यार फाइनली अब भेटघाट भइहाल्यो हैन म झन् कति 33 वर्षपछि आएको यार गाउँ यो फेरि यसलाई लुतो लागेछ क्या है थाहै भयो पुरानो भइसक्यो हो अलिक बुढै हो त्यही भएर पहिला त नि पुरै नि स्याललाई खाइदिने खालको थियो होला नि त्यसको ज्यान त नि अहिले जानु छ है अहिले हो घुक्नु पनि सक्दैन सिक्रीले बाँध्दै रहेछ छोडाइदिनु नमिल्ने टोक्नु त टोक्दैन होला यसले
टोक्दैन अर्को थियो एउटा टोक्ने एउटा भाइ लिएर आएको मैले एकचोटि ट्रक सानो फक्कै टोक्दैछ जुत्तै छेडेर क्या टोक्यो भन्दा फेरि अनि रेबिसको सुई लाउनु नि कहाँ पुग्नुपर्छ यार आम्मा फेरि टाढा हेर्नु मन लाग्छ अब फोटो चाहिँ एउटा दिने सुजनले खाने होला नि खाऊ बेलुकातिर जाउँला बरु यहाँबाट खाने 1-2 घन्टा खाएर बस्नु ल खाने है खाने तँ खाने ल केटाहरूले अब खान थालिहाल्यो हामी चाहिँ के गर्ने सुजन चौचो खाएर बस्ने मितेरी चौचो हो क्या कि प्रीति ओहो प्रीतिबाट माथि आएर प्रीति चौचो अनि कस्तो भइरहेछ केटोलाई नुनले मातेको कुखुरा जस्तो भयो नुनले मातेको कुखुरा त्यस्तै आमालाई आएको खाएर जानु गुणको रक्सी भन्दा चाहिँ के हो कि जनावर हुन्छ मनै पर्छ नचिन्ने ठाउँतिर खाँदैन नि केही खाँदैन अन्त पाहुना बनेर जानु ढोका भन्दैमा त राम्रो आउँछ होला ढोका भन्छ होइन अनि बच्चापुर जानु यसको हालत फेरि बेहाल छ खान पनि सम्झना सक्यो कस्तो भइरहेछ आनन्द ल हस् त हामी लाग्यौँ है भटमास पनि टिपेर खाइदिने हो क्या हेर्न त्यहाँ बाख्राले घाँस जसरी खाइरहेछ ए बोका ल ठिक छ ल अहिले फेरि अनि रिटायर बोका होला नि ल जाउँ फेरि खाएर त्यहाँ तल पानी थियो त अनि ल ल सिधा हिँड त त्यहाँ हो ठिक छ ल त्यो बन्दुक छैन लौरे त यो हाम्रो खाली बाइक हो त्यहाँदेखि यहाँ आइपुग्यो यार गाडी जाने बाटो रहेछ त यो त अहिले त गाडी जान्छ अब आफ्नै प्राइभेट गाडी भयो भने सबै ल्याएर घर अगाडि बस पार्क पनि बनाएको छ होइन हजुर अबको आउँदा चाहिँ सजिलो नै हुन्छ पहिला थिएन बाटो यहाँ बाटो थिएन सानो मान्छे हिँड्नु मात्रै बाटो थियो सानो मान्छे सानो भएको ए
अमित आउने बेला पनि सानो थियो बाटो। गाडी अब के भनौँ न सुमोहरू प्राइभेट गाडीहरू कार सर्भिस आयो भने कार त के भन्नु त्यहाँ मासुरी आउँदैन बोलेरोहरू लिएर आयो भने कहाँ भने बाटोमै फुटाएर राखेर छ त नि क्यान्सिल गरिदिएको मैले त्यो दिनबाट फुटाउनु म आज दिन फुटाइरहेको छु फुटाएर के हो ढुङ्गा गोल्टाउनु चाहिँ फेरि मजा आउने रहेछ कि कहाँ गोल्टिने घोडालाई हजुर अनि घोडा लड्ने ए घोडा ओहो घोडा पनि थियो यहाँ घोडा त त्यसमा त लाइट बाल्यो नि पछाडि फ्याक्स होला नि त यो स्टोनमा त नि खतरा स्टोन अघि पनि मैले देखाएको थिएँ कि एउटा स्टोन कलर चेन्ज भयो हो र जताततैको ढोका लाउनु हुँदैन भन्छ है लगिदिउँ ए त्यस्तो खतरा त होइन होला यो ढुङ्गा देखेको त गुल्टाइदिउँ लाग्ने रहेछ यो बाटोमा गर्नु सेल बनाएको जस्तो है सेल बनाएको जस्तो ए त्यो सेलहरू के त्यो डल्लो हुन्छ नि पकौडा प्याज पकौडा आलु कुन थियो खाएन आलु खाँदै हो आलुकै अचार आलुकै भात आलुकै तरकारी हरिबहादुरले चोरेको त हाम्रै गाउँबाट रहेछ नि सबै मलाई चाहिँ नराख्ने गाडी त्यत्रो कोटेर बनाउनु भएको छ कस्तो मिठो छ मर्चा मिसाएको के अरे मर्चाले के अरे गरम चाल मिसाएको त फेरि कोसा कुद्न जाने बाटोमा चाहिँ यसको जराको चाहिँ त्यो अचार बन्छ क्या गरम चालको चाहिँ त्यो जराको अचार बन्छ क्या खतरा अमिलो हुन्छ अलाउने हुन्छ वाक्कै ठिक त्यो त फेरि त्यहाँ डेक्ची मासुहरू ठिक छ कैसे रक्छ ए अचार बन्छ नि अम्बाको जिउ गएको आगो त के खत्रै बल्छ जस्तो छ बिहा त्यहाँ शिवरात्रि त्यहाँ त के जानु हो डरेर लागेर ठाउँमा हामीलाई बाँधिदिएको हो अनि ल हेर आउनु र ओहो ल हेर अब आगो ताप्नु पनि त्यत्रो नि पुरै डरेर लगाइदिने अनि ओहो मल कुन मल मल भने कुन मल के भने ए
यिनी नआएको तापनि हिँड्छ पनि नआएको ताप्छस् सुत तिमी अनि फर्सीहरू जाला नि त गयो नि जाओस् अनि के गोली सोली सक्यो यहाँ कस्तो रहेछ अमित यो हिजो खाएको जस्तै रहेछ मिठो छ होइन मेरो त अर्कै हो फेरि देखाउनु पर्यो नि ए होममेड हो होममेड कस्तो डेन्जर पड्क्यो यार ओहो मुतेर गाडेर पकाउँथे ओहो डेन्जर पड्किने भने तिहारमा पटका पड्के जस्तो पड्किरहेछ भने ह्याप्पी तिहार गाइस होइन अङ्कलको कुकुरले हुकिरहेछ त पारिबाट कस्तो तातो भएर भगाइदिएर आगोले सुकुटी होला है सुसन मुभी गर्दै खान्छ यसलाई त के भन्यो ल अब यस्तो लुगाभरि भाग्यो भन्दैछ सोचे ओ कत्रो पड्किँदा सर कत्रो पड्क्यो यार आम्मा यार डेन्जर हुँदो रहेछ त्यो त खाएँ नि हिजो खाएँ नि तपाईँ हुनुहुन्थ्यो हिजो त्यही त आज म पनि रातहरू पऱ्यो नि त ससुराल गएको ए बुढोको झाँक्री राख्ने त हजुर बोलाएर गएको गएकोदेखि रक्सी त्यो गोल्डन वाक्कै दियो फेरि एक बोतल मोमो रातै त्यो हान्दै त्यो खाएको जोसले होला होइन पञ्चार त्यो गलमाएर म झर्छु भन्ने कि ढोका खोल्दाखेरि हजुर चढ्दैछ चढ्दै भनेको यस्तो माथि समाएको कि ढोकामा समाएर झर्न गाडी हल्ला यता उता माथि चढ्दैछ जम्मै ढोका लगाइदियो क्या जम्मै छैन नि त्यो ल औँला त भाँच्यो भनेको यत्रो चोट लाग्यो कचक कुचुक एकदम खिच्चाएको जस्तो मेरो औँला त भाँच्यो भने गन्ना पऱ्यो यस्तो ठाउँमा बसेको चार साथी भन्दै गाडी बिर्सिन थुकाले मारी औँला त भाँचेको रहेछ ठिकै रहेछ हस्पिटल पुग्नु पर्ने भयो क्या भने हात त डरै रहेछ नि तपाईँको डर त काचक कुचुक हुँदैछ म हटिकै भने चार चुरुको होला भनेको दुइटा त्यही रानी छोराहरू त डरा ल है रागा लिन आएको
केटाहरू चाहिँ कहाँ गएछ त कता सुरु पारीले सबसे तारेको पारी त्यहाँ पारी म त यति फोन पुगे घर पुगाइछ आएको त अघि हो नि घर चाहिँ आएर एकछिन बस्यो केटाहरू चाहिँ बाइक राखेर कता गएछ त फेरि त्यही छ ए ल ढोका मिलाल काम गर्छ भागेमा छोड्थ्यो क्या त्यो एउटा मैले मात्रै छोडेर त्यो भागेदेखि सक्थ्यो माइले ल्याएर फर्केको खान्छ यसरी मारिन् छैन एउटा रुखमा मात्रै उता फर्केको त्यो चाहिँ नसिद्धे भइदियो थाहै छैन होला सम्झि दुईटा आउनु गएको भन्ने जोड्नु खोजेको pork and a boar होला हैन wild boar बमले पुनीको पार्नु भर्खर ढालेको छ ढालेर त्यो खुर्काउँदै रहेछ हामी जाने बेलामा सुरुमा सुँगुर भेटे केटाहरूले रागानु हुँदैछ त्यहाँ नै पुग्यो ढुङ्गामा तेल लाएर अनि त्यही भोलि के तातिरहेछ नि त त्यो आगोमा नराख्ने क्या पड्किन सक्छ ढुङ्गा नानी अहिले हिँड्ने बेलामा स्केल गर्छु अब खानु लागेको बारटेन्डर के टेन्डर भन्छ अरे यसलाई कालेको सुतेको छ राति निन्द्रा लागेन अहिले जुस हुँदैछ बारबिक्यू नट बारटेन्डर बारटेन्डर त रक्सी हाम्रो काका हो बारटेन्डर हाम्रो चाहिँ यहाँ घरभित्र चाहिँ हुन मिल्दैन किचनमा छुट्टै घरमा टक्क सुँगुरको मासु सुगन्धै बनाउँदैछ कुरा खाने नाति केटो नाति केटाले मस्त बोल्दैछ हामी खाँदैछ भर्खर ढालेको छ ढालेर त्यो खुर्काउँदै रहेछ हामी जाने बेलामा सुरुमा सुँगुर भेटे केटाहरूले रागानु हुँदैछ त्यहाँ नै पुग्यो ढुङ्गामा तेल लाएर
अनि त्यही भोलि किनकि तातिरहेछ नि त त्यो आगोमा नराख्ने कि पड्किन सक्छ टुङ्गा नानी अहिले हिँड्ने बेलामा स्केल गर्छु अब खानु लागेको बारटेन्डर के टेन्डर भन्छ अरे यसलाई बारबिक्यू बारटेन्डर त रक्सी हाम्रो काका हो बारटेन्डर हाम्रो चाहिँ यहाँ घरभित्र चाहिँ हुन्न मिल्दैन किचनमा छुट्टै घरमा टक्क सुँगुरको मासु सुजनले बनाउँदैछ कुरा खाने नाति केटो नाति केटाले मस्त बोल्दैछ हामी खाँदैछ हामी जाउँ अब घर जाने होइन रेडी भइसक्यो केटो घरजानलाई उठा जाउँ अब ल भन्छ सुत्ताइ त फेरि मरत छ त यार जाने कि नजाने घर है राति भयो भने त लास गाह्रो हुन्छ नि हाम्रो अचाको फोटो रहेछ नि त यहाँ म चाहिँ यादै नगरे यार यत्रो दिन यहाँ बसेर उठै ल टोपी लगाएर सुत्छ कस्तो खालको मान्छे यार यो त यार भर्खर उठेको र अब हामी घर फर्किँदैछौँ अङ्कल पुऱ्याउनु जाँदै हुनुहुन्छ हामीलाई माथिसम्म यहाँबाट चाहिँ हामी घरभन्दा सुरुमा हामी सैलेन जान्छौँ होला यहाँबाट नजिक पर्छ दोलखा जिल्ला रागा लिएर आउँदै हुनुहुन्छ मासु हामी जाँदैछौँ पर्क हानेर होइन होइन जाने भनेपछि जाने आउने भनेपछि आउने त्यस्तो हिँडेपछि हिँड्यो त्यस्तो सोच्नु हुँदैन पहिले चाहिँ सानो थियो यो बाटो अझै जस फराकिलो छ गाडी पनि घुर्छ थाक्यो उकालो है कानमा ए यस्तो फुल त कति है बाटोभरि छ क्या यस्तो ए यहाँबाट झरेर यार घोडा पहिला यहाँबाट झरेर क्या सुजनको हजुरबाको सेतो घोडा थियो अरे त्यहाँ ठोकिएर अनि सिधै तल झरेर क्या यहाँ
के छ हो ल है ल गयौँ है हामी भिरबाट ल काठमाडौँ को गयो जानी हो तिमी पनि जानी हो ल है ल गयौँ हामी त ल कस्तो भयो त अनि बब्बा गाउँबाट आउँदाखेरि रमाइलो भयो दामी ल बाई बाई टाटा सबैलाई